म चाहिँ अहिले क्रोएसियाको ओमिस भन्ने ठाउँबाट छु र म आज हजुरहरूलाई क्रोएसिया आउन कति खर्च लाग्छ, हजुरहरू नेपालबाट आउँदै हुनुहुन्छ भने, दुबई कतारबाट आउँदै हुनुहुन्छ भने कति खर्च लाग्छ, कति टाइम लाग्छ त्यो कुरा भन्ने छु। अब तपाईहरू कोही पनि क्रोएसिया आउँदै हुनुहुन्छ भने 2026 मा हजुरहरूलाई काम लाग्न सक्छ। यो भिडियो चाहिँ पुरा हेरेर साथ दिनु होला। अगर हजुरहरूको साथीहरू पनि आउँदै हुनुहुन्छ भने त्यो हजुरहरूको साथीहरूलाई यो भिडियो सेयर गरिदिनु होला। हजुरहरू अगर नेपालबाट क्रोएसिया आउँदै हुनुहुन्छ भने नेपालबाट क्रोएसिया आउन त्यही हो 12 देखि 15 लाख रुपैयाँ नर्मल्ली अहिलेको टाइममा चाहिँ एकदमै कडा छ क्रोएसियाको नियम। 12 देखि 15 लाख नर्मल्ली पनि लाग्छ। अब हजुरहरूको मान्छे स्पोन्सर क्रोएसियामा छ, वर्क पर्मिट निकालिदिन्छ भने पनि, अगर हजुरहरूको मान्छे क्रोएसियामा छ वर्क पर्मिट निकालिदिन्छ भने पनि हजुरहरूको अगर 10 देखि 12 लाख त नर्मल्ली पनि लाग्छ के। क्रोएसियाको नियम अहिले एकदमै कडा छ गाइज। वर्क पर्मिट निकाल्न एकदमै गाह्रो छ, भिसा निकाल्न पनि एकदमै गाह्रो छ। र हजुरहरूको अहिले वर्क पर्मिट निकाल्दाखेरि क्रोएसियाको A1 ल्याङ्ग्वेज चाहिँ चाहिन्छ। अहिले आउनेहरूको लागि चाहिँ छैन। अगर सेकेन्डचोटि हजुरहरूले वर्क पर्मिट अप्लाई गर्दाखेरि हजुरहरूले चाहिँ A1 ल्याङ्ग्वेज पास गरेको सर्टिफिकेट चाहिन्छ वर्क पर्मिट निकाल्नको लागि। र मैले भनिसकेँ, अगर नेपालबाट आउँदै हुनुहुन्छ भने हजुरहरूको नर्मल्ली पनि 12 देखि 15 लाख लाग्छ नर्मल्ली पनि। अगर यत्रो पैसा लगाएर हजुरहरू क्रोएसिया आउनुभन्दा म त नआउनु बेस नै मान्छु है। त्यत्रो पैसा लगाएर सबैको घरमा त्यत्रो पैसा त छैन होला, ऋण गरेर आउनुहुन्छ होला। अब त्यही हो, ब्याज तिर्नु पऱ्यो। हजुरहरूको यहाँ आएपछि पनि काम त्यही हो, 4-5 महिना हो सिजनल काममा आउँदै हुनुहुन्छ भने नआउनु होला। म त यो भन्छु। अब र त्यो चाहिँ आउने नआउने हजुरहरूको डिपेन्डमा पर्छ। म चाहिँ मेरो सोचाइ चाहिँ अगर नेपालबाट 12-15 लाख रुपैयाँ तिरेर क्रोएसिया आउनुभन्दा नआउनु बेस हो। बरु 2-4 लाख रुपैयाँ तिरेर खाडीमा जानुहोस्, दुबई जानुहोस्, कतार जानुहोस्, बरु त्यहीँ जानुहोस्, 2-4 वर्ष कमाउनुहोस्, सेट गर्नुहोस्, त्यसपछि आफ्नो अगाडिको लाइफ प्रोसेस गर्नुहोस्। र म भन्छु, म चाहिँ आएको दुबईबाट हो है। म चाहिँ दुबईबाट आएको हो क्रोएसिया। र नेपालबाट आउँदा र दुबईबाट आउँदामा एकदमै डिफरेन्ट पर्छ। नेपालबाट आउँदा 12 देखि 15 लाख पर्छ भने चाहिँ दुबईबाट कतारबाट आउँदाखेरि हजुरहरूलाई नेपालको हिसाबमा त्यही 7 देखि 8 लाख बराबर आउनुपर्छ। कति 12-15 लाख भनेको कहाँ हो, 7-8 लाख रुपैयाँ भनेको कहाँ हो। अब 12-15 लाख तिरेर आउनुभन्दा बरु 7-8 लाख तिरेर दुबई कतारबाट बरु त्यहाँबाट आउँदा नै एकदमै फाइदा छ हजुरहरूलाई। अब त्यही पनि हजुरहरू आउन चाहनुहुन्छ भने नेपालबाट त्यो अप टु हजुरहरूको इच्छा हो, म चाहिँ त्यो भन्छु। र म चाहिँ आएको दुबईबाट हो, कतारबाट पनि आउनुहुन्छ होला, धेरै मान्छे आउनुभएको छ कन्सल्टेन्सीबाट। दुबई कतारबाट आउँदाखेरि कन्सल्टेन्सीको फी चाहिँ मैले 12 देखि 15,000 16,000 छ। कुनैले सस्तो 15,000मा पनि ल्याइदिन्छ, कहिले 16-17,000 पनि भन्छ, नर्मल्ली कन्सल्टेन्सीको फी मात्रै। त्यसपछि हजुरहरूले बनाउनु पर्ने डकुमेन्ट, पुलिस रिपोर्ट, मोफा, अपु स्टाइल बनाउँदाखेरि हजुरहरूको 1000 दिरहम समथिङ जान्छ। यो चाहिँ मैले आफूले भोगेको कुरा चाहिँ हजुरहरूलाई भनिरहेको छु। मेरो कन्सल्टेन्सीको फी तिर्दाखेरि 12 देखि 15,000, 15 देखि 16,000 मेरो फी थियो कन्सल्टेन्सीको। त्यसमा चाहिँ ट्याक्स पनि थियो। ट्याक्स तिर्दाखेरि 500 समथिङ ट्याक्स पनि आउन जान्छ। र त्यसपछि पुलिस रिपोर्ट, मोफा, अबुस्टर बनाउँदाखेरि 1000 दिरहम जान्छ। त्यसपछि हजुरहरूले जब हजुरहरूको अफर लेटर आइसक्छ, अफर लेटर आइसकेपछि अनि वर्क पर्मिट अप्लाई हुनुको लागि हजुरहरूले डकुमेन्ट बनाउनु पर्ने हुन्छ, पुलिस रिपोर्ट, मोफा, अबु स्टाइल। अनि त्यसपछि त्यो एम्बेसीमा गएर दिएपछि अनि हजुरहरूको वर्क पर्मिट प्रोसेस हुन्छ। वर्क पर्मिट हजुरहरूको आयो भने त्यसपछि हजुरहरूले फेरि भिसाको लागि फेरि सबै डकुमेन्टहरू रेडी गरेर भिसाको लागि हजुरहरूले फेरि एम्बेसीमा जानुपर्छ। क्रोएसियन कन्सल्टेन्सीहरू हुन्छ, क्रोएसियन कि एम्बेसीमै जानुपर्छ। हजुरहरूले डकुमेन्ट सबमिट गरेर हजुरहरूले प्रोसेस गर्न सक्नुहुन्छ। त्यही हो हजुरहरूको म्याक्सिमम आउने भनेको दुबई कतारबाट आउँदाखेरि हजुरहरूलाई 22 देखि 25,000 दिरहमसम्म अहिलेको टाइममा चाहिँ खर्च हुन्छ है गाइज। अगर दुबईदेखि कतारदेखि आउँदै हुनुहुन्छ भने, अगर कुनै कन्सल्टेन्सीमा सस्तो छ भनेपछि त त्यो छुट्टै कुरा हो। मेरो भोगेको अनुसार मेरो 22,000 दिरहम लागेको थियो दुबईबाट आउँदाखेरि। अहिलेको टाइममा नेपालको र दुबईको कम्पेयर गर्दाखेरि चाहिँ दुबईबाट एकदमै सस्तो नै हो हैन। भिसा आइसकेपछि अनि लाग्ने खर्च चाहिँ हजुरको एयर टिकट भयो। एयर टिकट क्रोएसिया आउन एयर टिकट 2000 दिरहम नर्मल्ली पनि लाग्छ।
1700-1800 2000 दिराम 2200 दिराम नर्मल्ली पनि लाग्छ। त्यसपछि क्रोएसिया आउँदाखेरि हजुरहरूले युरो पनि साथमा बोकेर आउनुपर्छ। अगर म आउँदाखेरि मैले 250-300 युरो लिएर आएको थिएँ भनेपछि अब आफूलाई खर्च पनि इमर्जेन्सी कति बेला कहाँ पर्छ भनेर एयरपोर्टमा आइसकेपछि सिम किन्नु पर्यो, ट्रान्सपोर्टेसन अब ट्याक्सी नकतै जानु पर्यो भने काम गर्ने ठाउँमा कहाँ लगेर राख्छ कम्पनीले भने थाहा हुन्न। सुरुमा आएको बेला यहाँको खाना पनि त्यस्तै हुन्छ, थाहा हुँदैन, खाना पनि मिठो लाग्दैन, नेपालको स्वाद पनि हुँदैन, न मरमसला हुन्छ न खुर्सानी हुन्छ, केही पनि हुन्न, नर्मल खाना। अब आफूलाई केही महिनासम्म एडजस्ट गर्नको लागि पनि आफूलाई इमर्जेन्सी चाहिँदाखेरि पनि 400-500 युरो ल्याउनै पर्यो। अहिलेको युरोको भाउ पनि एकदमै बढिरहेको छ। अहिलेको हिसाबमा 2026 मा हजुरहरू क्रोएसिया आउँदै हुनुहुन्छ भने हजुरहरूको नेपालबाट आउँदाखेरि त हजुरको नर्मली पनि 15 लाख क्रस हुन्छ के नर्मली पनि। अब दुबईबाट कतारबाट आउँदै हुनुहुन्छ भने हजुरहरूको त्यही 22 देखि 25 हजार दिराम, अब कतारमा के भन्छ रियाल भन्छ कि के भन्छ कतारको पैसालाई, नर्मली पनि लाग्छ है। र दुबई कतारबाट आउँदै हुनुहुन्छ भने प्लिज कन्ट्याक्ट गर्नु होला। केही इन्फर्मेसन चाहियो भने कमेन्ट गर्नु होला। म आफूले जानेको बुझेको चाहिँ हजुरहरूलाई पक्कै पनि रिस्पोन्स गर्नेछु कमेन्टबाटै। नभए हजुरहरूले मलाई फेसबुकमा गोविन्द नेउपाने छ मेरो नाम चाहिँ, फेसबुकमा पनि मलाई मेसेज गर्न सक्नुहुन्छ। म चाहिँ फेसबुकको नाम पनि फेसबुकको लिङ्क पनि यसको भिडियोको बायोमा राखिदिन्छु, हजुरहरूले त्यहाँबाट पनि मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। सो मैले चाहिँ अहिले यति नै भन्न चाहेँ। एकदमै अँध्यारो भइसक्यो अहिले चाहिँ, लाइट बलिरहेको छ। क्रोएसियाको ओमिसको मेन सेन्टरमा छु म चाहिँ अहिले। सो गाइस सबैजनालाई टेक केयर, हामी अर्को भिडियोमा मिल्नेछौँ।